सो फाइनली गाइज मेरो युट्युब च्यानलमा चाहिँ सबैजना सपोर्ट गर्नु पऱ्यो है। मैले नयाँ च्यानल खोलेको छु अनि तपाईँहरूले जति सक्नुहुन्छ त्यति चाँडोभन्दा चाँडो मलाई युट्युबमा तपाईँहरूको साथ सपोर्ट देखाइदिनु होला, माया देखाइदिनु होला है। अनि चाँडै युट्युब मोनिटाइज वाच टाइम कुरा गर्ने सोचमा छु। त्यति तपाईँहरूले चाँडैभन्दा चाँडो माया देखाइदिनु होला मेरो युट्युब च्यानललाई। आज चाहिँ म यहाँ त गाई गोरु चराउन आएको, गोरु गएको गोरु चाहिँ पर रहेछ, यस्तो छ जङ्गल छ, जङ्गलतिर यसो चराउन आएको छु है। देख्न सक्नुहुन्छ पानी पर्ला जस्तो भइरहेछ। पानी यस्तै बादल लागिरहेछ सर। गाउँघरमा आजभोलि काम छैन, गाई बस्तु चराउने बस्ने त्यही हो। तपाईँहरूको दिन चाहिँ के कसरी बितिरहेको छ आजभोलि? तिजको माहौल आउनु लाग्यो। तिजको गीत पनि कस्तो कस्तो निकाल्यो क्या अब पछि भएको नभएको शब्दहरू बोलेर गीत निकाल्नु बेर लाउँदैन। अब अहिले निकालिसक्यो यस्तै भकारीमा धान पाजुरे जस्तो छ। भकारीमा धान मेरा पाजुरे, भकारीमा धान भन्छन् गीत पनि अब जस्तो गीत अब चलिरहेछ उनीहरूको है। हाम्रो यहाँ युट्युबमा जति मेहनत गरे नि कहिले मन लाग्दैन। सो तपाईँहरू सबैजना साथ सपोर्ट गरिदिनु होला। यदि नयाँ हुनुहुन्छ भने मलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो सब गरिदिनु होला। र मलाई जति सक्दो तपाईँहरूले माया देखाउनुहुन्छ नि, तपाईँहरूलाई म क्यापकट प्रो दिनेछु, मलाई फलो गरिदिनु होला है त। यदि तपाईँहरूले क्यापकट प्रो चाहिएको छ भने मलाई फलो गरिदिनु होला यस आइडीमा। यो आइडीमा फलो गरिदिनु होला। तपाईँहरूलाई क्यापकट प्रो चाहिएको छ भने म क्यापकटको लिङ्क तपाईँहरूले दिनेछु। सो फलो गर्नु चाहिँ नबिर्सनु होला है। तपाईँहरूले फलो गर्नुभएको छ भने म क्यापकट प्रो म फ्रीमा दिनेछु तपाईँहरूलाई। यदि फलो गरेको छैन भने, कमेन्ट गरेको छैन भने, सेयर गरेको छैन भने त्यो चाहिँ पाउँदैन है। त्यो फलो, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब सबै गर्नुभएको छ भने तपाईँहरूलाई म क्यापकट प्रो म फ्रीमा दिनेछु है त। सो यसको चाँडोभन्दा चाँडो गरिहाल्नु। म क्यापकटको लिङ्क तपाईँहरूलाई हेरेर म पठाइहाल्नेछु।